हेलो सबैलाई नमस्ते। के तपाईँ फोन किन्ने सोचमा हुनुहुन्छ भने अहिले फोनको रेट जो हिजो 15-16 हजारमा किनेको फोनको रेट के भइराखेको छ त अहिले 25-26 हजार पर्दैछ। तपाईँलाई यो कुरा थाहा छैन। सम्पूर्ण फोन कम्पनीहरूले आफ्नो फोनको रेट अत्याधिक मात्रामा एउटै फोनमा 7, 8, 10 हजार, 15 हजार, 20 हजारसम्म बढाइरहेका छन् र बढाउनु पनि विश्व द्वन्द्वको चपेटाले गर्दाखेरि हुन पनि सक्छ। र अहिलेसम्म पनि यदि तपाईँ फोन किन्दै हुनुहुन्छ भने 1 रुपियाँ पनि नबढाएको भिभो कम्पनी जो Y19S अहिले पनि 17.5 हजारमा 128 मोबाइल पाइन्छ। यदि तपाईँ अहिले तत्कालै किन्ने सोचमा हुनुहुन्छ भने भिभोको खोजीमा जानुहोस्। किन भन्नुहुन्छ नि यो मोडलले अहिलेसम्म बढाएको छैन र बढाउने तर्खर पनि हुन सक्छ। त्यो भएर अरू मोडलहरू तत्काल किन्नै पर्ने जस्तो मलाई लाग्दैन, किनभने सबै मोडलहरू अत्याधिक मात्रामा हाई रेन्जमा गइसकेको छ। त्यो भएर पनि भिभो कम्पनीले 6128मा यो भन्दा सस्तो सेट अहिले मार्केटमा क्वालिटीमा र ग्यारेन्टीवाला मोबाइलहरू ब्रान्डेड मोबाइलहरूमा कुनै पनि छैन भिभो भन्दा। यो Y19S मात्र हो जुन 6128 17.5 हजारमै पाइराखेको छ। अरू मोडलहरू सबै जुन यो 17.5 हजारको मोडल थियो त्यो 28-29 हजारसम्म 25 देखि 28 हजारसम्म पुगिराखेको छ भने भिभो कम्पनीको मोबाइलहरू भने जस्ताको तस्तै छ र बढाउने धेरै चर्चामा आइरहेको छ र अहिलेसम्म बढेको छैन। र तपाईँलाई यो भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला र जति सक्दो धेरै सेयर गर्नुहोला ताकि पुरानै रेटमा पाउने र नबढेको कम्पनी र मोबाइल कुन छ त भन्ने कुरो सम्पूर्ण नेपालीहरूले थाहा पाउन्। हस्त धन्यवाद। हजुरको दिन शुभ रहोस्।